काठमाडौँदेखि 26 किलोमिटर दूरीमा रहेको पनौती नगरपालिका वार्ड नम्बर 2 स्थित लीलावती खोला र चाँप खोलाको पवित्र सङ्गमस्थल फुलचोकी माता र कुसादेवी माताको आशीर्वाद पाएको सुन्दर शान्त र स्वच्छ वातावरण, सहरी चालचलनले भरिपूर्ण भए पनि गाउँले जीवनको झल्को दिने हाम्रो कुसादेवी बजार, या भनौँ एउटा सुन्दर गाउँ। वरिपरि ढाकिएका ठुला ठुला हिमशृङ्खला र सुन्दर हरिया पहाड, हेर्दा यस्तो लाग्छ प्रकृतिको सुन्दर उपहार हो तिमी। देवी देवताले र धार्मिक स्थलले भरिपूर्ण तिमी। हिमाल र विशाल हरिया पहाडले घेरिएका उपत्यका हो तिमी। म र हामीले जन्म लिएको जन्मभूमि हो तिमी। आज हामी यही कुसादेवी स्थित कुसादेवीको ठुलो पोखरी डाँडा भन्ने ठाउँमा चाहिँ यात्रा सुरु गर्न जाँदैछौँ। कुसादेवीको ठुलो पोखरी डाँडा प्राकृतिक सौन्दर्यले भरिएको शान्त र रमणीय स्थान हो। यहाँबाट हरियाली डाँडा, गाउँको सुन्दर दृश्य र ताजा हावा अनुभव गर्न सकिन्छ। बिहानको सूर्योदय र साँझको दृश्य विशेष आकर्षक देखिन्छ। आज हामी त्यही आकर्षक दृश्यलाई कैद गर्नको लागि ठुलो पोखरी डाँडामा जाँदैछौँ। साथमा हुनुहुन्छ मेरो स्याङ्जाको ज्वाइँ साहब, म शैलेश भाइ, अनि त्यसपछि बाबु। स्थानीय मानिसहरूका लागि यो ठाउँ घुमफिर, भेटघाट र प्रकृतिसँग समय बिताउने राम्रो गन्तव्य मानिन्छ। कुसादेवीको ठुलो पोखरी डाँडा प्राकृतिक सुन्दरताले भरिएको मनमोहक स्थान हो। शान्त वातावरण, हरियाली जङ्गल, चिसो हावा र वरिपरिको रमाइलो दृश्यले यहाँ आउने जो कोहीको मन पनि लोभ्याउँछ। डाँडाबाट देखिने गाउँ, खेतबारी र टाढाका पहाडहरूले ठाउँलाई अझै आकर्षक बनाउँछ। यो स्थान विशेष गरी बिहानको सूर्योदय र बेलुकाको सूर्यास्त हेर्नका लागि प्रसिद्ध मानिन्छ। साथीभाइ वा परिवारसँग घुम्न, फोटो खिच्न, पिकनिक गर्न तथा प्रकृतिको आनन्द लिन यो निकै राम्रो ठाउँ हो। स्थानीय संस्कृतिको झल्को र गाउँले वातावरणले यहाँको अनुभवलाई अझ विशेष बनाउँछ। कुसादेवीको ठुलो पोखरी डाँडा प्रकृति प्रेमीहरूका लागि आकर्षक गन्तव्य पनि हो। यहाँको शान्त वातावरण र हरियालीले ढाकेका डाँडा र खुल्ला आकाशले मनलाई आनन्दित बनाउँछ। सफा मौसममा वरिपरिको सुन्दर दृश्य स्पष्ट देख्न सकिन्छ, जसले यस ठाउँलाई अझ मनमोहक बनाउँछ। आधी बाटोतिर सम्म चाहिँ पिच पनि छ, ढलान पनि छ, अनि त्यसपछि अलिकति अफरोड। त्यति अफरोड चाहिँ फेरि स्थानीय सरकारको मातहतमा चाहिँ बन्न सके चाहिँ यो क्षेत्रको चाहिँ टुरिस्टहरूको लागि पनि, पर्यटकहरूको लागि पनि आकर्षक गन्तव्य बन्न सक्छ। ठुलो पोखरी डाँडा स्थानीय मानिसहरूको भेटघाट, घुमफिर र आराम गर्ने ठुलो स्थान पनि हो। यहाँको चिसो हावा, चराचुरुङ्गीको आवाज र प्राकृतिक सौन्दर्यले दैनिक व्यस्तताबाट केही समय टाढा भएर शान्त अनुभव दिलाउँछ। विशेष गरी युवा युवतीहरू फोटोसुट, भिडियो बनाउने जस्तै हामी आज आउँदैछौँ तथा साथीहरूसँग रमाइलो गर्न यहाँ पुग्ने गर्छौँ। गाउँको मौलिकता, स्थानीय संस्कृति र प्राकृतिक वातावरणको सुन्दर संयोजनले ठुलो पोखरी डाँडालाई अझ विशेष बनाएको छ। यहाँ पुग्ने हर कोही मानिसहरूले प्रकृतिसँग नजिक भएको अनुभूति गर्ने गर्छन्। त्यसै गरी आजको हाम्रो यात्रा गन्तव्यसम्म पुगेको छ। हामी ठुलो पोखरी डाँडा स्थित अहिले यो चौरमा आइपुगेका छौँ। यहाँ देख्नु भएको छ तपाईँले पछाडिपट्टि पानीको पनि राम्रो सुविधा छ। यहाँ ठुलो 20,000 लिटरको ट्याङ्की जस्तो लाग्छ मलाई, त्यो पनि छ। शैलेश भाइले चाहिँ बाइकमा बसेर पोज दिँदै हुनुहुन्छ, ल हाँस्दै पनि हुनुहुन्छ, हेर्नुहोस् त, ल कति राम्रो देखेको। अनि यहाँको वरिपरिको दृश्यहरू हेर्नुहोस् है, कति राम्रो छ। हेर्दै जाउँ लागेन तपाईँहरूलाई?
हेर्नुहोस् त दृश्यहरू हामीले क्यामेरामा कैद गरेको। विशेष गरी यो सूर्यास्तको समयमा सूर्य डुब्दै गरेको सिनहरू चाहिँ हामी खिच्नको लागि यहाँसम्म गएका थियौँ। बाबु पनि सँगै छ, हाम्रो ज्वाइँ साहब पनि सँगै हुनुहुन्छ, शैलेश ब्रदरले पनि फोटो खिच्दैछ है आफ्नो सेल्फीहरू सामाजिक सञ्जालमा अपलोड गर्नको लागि। अनि त्यसपछि अब हामी फर्केपछि अब चाहिँ के प्लान गर्ने भनेर चाहिँ भोलिपल्ट चाहिँ हामी अब मोमो खानको लागि चाहिँ तयारी गर्नु पर्यो भनेर मेरो युनिस अनि त्यसपछि ज्वाइँ साहब म अनि जेनी हामी चारजना चाहिँ बाइकको यात्रामा चाहिँ पनौती बजारसम्म हामी जाँदैछौँ। किनकि यहाँ चाहिँ मोमोको किमा पाइए पनि, मोमोको मासु पाइए पनि, मोमो बनाउनुको लागि मासु पाइए पनि अलिकति बजारमा चाहिँ अलिकति फ्रेस पाइन सक्छ भन्ने कुराले गर्दा चाहिँ अनि हामीले चाहिँ यात्रा सुरु गर्दैछौँ होइन। अब हामी पनौतीसम्मको यात्राहरूलाई देखाउँदै जानेछौँ, तपाईँहरू हेर्दै जानु होला। अगाडि अगाडि म छु, बेला बेलामा ओभरटेक गर्दै जय साहब आउनुहुन्छ, जय साहबको पछाडि युनिस छ। हामी अब बिस्तारै कुसादी बजार छोडेर चाम्रे बजारतिर उ गर्दैछौँ, इन्ट्री गर्दैछौँ। अनि त्यसपछि अब यो चाम्रे बजारको पुल हो, तपाईँहरूले देख्नु भएको होला। यो चाम्रे बजारको पुलदेखि यता दायाँपट्टि चाहिँ ठाडे भन्ने गाउँ पर्छ, अनि त्यसपछि पारिपट्टिबाट फेरि दायाँपट्टि चाहिँ बोरके गाउँ भन्ने ठाउँ पर्छ। हामी चाहिँ यहाँबाट जाँदैछौँ हाम्रो यो पनौती बजारमा चाहिँ हामी सामान लिनको लागि जाँदैछौँ। अनि त्यसपछि अब यो पुल भइहाल्यो, तपाईँहरू देख्नु भएको होला। यहाँको स्थानीयहरूले चाहिँ यो भिडियो हेर्दै गर्नुभएको छ भने उहाँहरूले ठ्याक्कै थाहा ठम्ब्याउन सक्नुहुन्छ यो भिडियो कहाँको हो भनेर। पहिला चाहिँ अब यो हामी बाटो हिँड्दै गर्दाखेरि अगाडिपट्टि एउटा सेतो पाटी भन्ने ठाउँ आइपुग्छ क्या। त्यो सेतो पाटी भन्ने ठाउँ चाहिँ पहिला त्यहाँ एउटा सेतो पाटी थियो, बिचरा एकजना रामदाई भन्ने पनि हुनुहुन्थ्यो त्यहाँ होइन। अनि यहाँ मेडिकलको एकजना कान्छा दाई भन्ने पनि हुनुहुन्थ्यो यहाँ। त्यो पहिला यो त अर्कै थियो कि यो अब अहिले बिस्तारै सहरीकरण हुँदै गएको छ होइन। बाटोघाटाहरू एकदम राम्रो छन्, तपाईँहरूले दृश्यमा देखिरहनु भएको छ। युनिस र ज्वाइँ साहब अगाडि अगाडि स्कुटरमा हुनुहुन्छ, यामाहाको स्कुटरमा, अनि म पछाडि पछाडि छु। हामीले यो सम्पूर्ण चाहिँ भिडियोहरू चाहिँ तपाईँहरू भ्युवरहरूको लागि चाहिँ भनेर चाहिँ हामीले चाहिँ सुट गरिरहेका छौँ होइन। अब हामीले चाहिँ यो सुन्दर दृश्यहरू तपाईँहरूलाई देखाउनको लागि गइरहेका छौँ। हेर्नुहोस्, आनन्द लिनुहोस् तपाईँहरू। अब मैले मात्र बढी बोले जस्तो छ, युनिसले पनि बोल्छ। युनिस बोल्ने कि नबोल्ने? नबोल्ने। युनिसले भोइस ओभर गर्न मानिरहेको छैन। हेलो 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 भन्दै हुनुहुन्छ ज्वाइँ साहबले। अनि हामी अहिले हाम्रो 40 भन्ने बजारमा चाहिँ फेरि इन्ट्री गर्न गइरहेका छौँ। हामीले चाम्रे बजार कुसादी बजार छोडेर चाम्रे बजार छिर्यौँ। चाम्रे बजार पनि छोडेर अहिले हामी 40 बजारतिर चाहिँ प्रस्थान गर्दैछौँ। यो 40 बजारको चाहिँ टर्निङ भयो। यो 40 बजार चाहिँ अब हामी करिब करिब प्रस्थान गरि नै सक्यौँ भनौँ न। 40 बजार भनिन्छ त्यसलाई। अनि त्यसपछि अब हामी 40 बजारको उकालो लाग्दै गर्दाखेरि वरिपरिका मनोमोहक दृश्य, त्यो निलो आकाश, त्यो सेतो बादल, हेर्नुहोस् त मौसम कति खुलेको छ आज। अनि हामी अब हाम्रो यात्राहरू निरन्तर गर्दैछौँ। अनि गफ गर्दै रमाइला कुरा गर्दै हामी चाहिँ आज बाबु र नानीले मोमो खाने धेरै मन गरेको भएर मोमोको किमा लिनको लागि, किमाको लागि मासु रेडी गर्नको लागि चाहिँ हामी बजार जाँदैछौँ। अब चाहिँ यहाँबाट सुरु भयो लामाडोल भन्छ यसलाई, लामाडोल, लामो डोल पनि भन्छन्। अब यो हामी सानो सानो बेलामा त यो बाटो पनि यस्तो बनिसकेको थिएन होइन। अनि अहिले त धेरै राम्रो भएको छ बाटोहरू, हेर्नुहोस् त ल कति मजाले स्कुटरमा सरर जिन्दगी सरर मोटर गाडीमा जस्तै भएको छ यहाँ। अब यहाँनिर चाहिँ अलिकति प्लटिङ गरेको भएर, माथिपट्टि प्लटिङ गरेको भएर अलिकति बाटो अफ जस्तो छ, तर त्यस्तो खासै पनि छैन, 100 मिटर जति पनि छैन होला सायद यो। अनि अब हामी पुल क्रस गरेर फेरि लामडोलको उकालो लागेपछि हामी पनौती भ्यालीमा इन्टर गर्छौँ। अब ओह्रालो ओह्रालो आउँछ, अब यो लास्ट उकालो हो। यो उकालो सकिएपछि अब हामी ओह्रालो ओह्रालो झर्छौँ। अनि तपाईँहरूले देखिरहनु भएको यो दृश्य मनोमोहक छ कि छैन, तपाईँहरूलाई अब जग्गा सग्गा लिनु पऱ्यो भने यहाँ छ है। फेरि प्लटिङको व्यवस्थाहरू चाहिँ यहाँ सबै चिजहरू छ। म पनि चाहिँ मेरो जन्मभूमि यहाँ भए पनि, कर्मभूमि चाहिँ अरू नै ठाउँमा भए पनि आफ्नो जन्मभूमिको माया त सबैजना लाग्छ होइन। म जन्मेको ठाउँ, म हुर्किएको ठाउँ, सबैलाई आफू जन्मेको ठाउँ, आफू हुर्केको ठाउँ सबैलाई राम्रो लाग्ने गर्छ। अब यहाँबाट हामी ओह्रालो सुरु गऱ्यौँ। अब देख्नुहुने तपाईँहरूले दृश्य चाहिँ
पनौती बजारको हेर्नुहोस् त कस्तो राम्रो उपत्यकामा सबैतिर चारैतिर डाँडाले घेरिएको अनि बिचमा रहेको एउटा काठमाडौँ उपत्यका जस्तो एउटा पनौती चाहिँ बजार। यो पनौती बजारको बारेमा पनि हजुरहरूले सुन्नु भएको होला। तर नाम सुन्दा चाहिँ अलिकति पनौती भन्दाखेरि चाहिँ कस्तो लाग्छ तपाईँहरू सबैलाई? हिन्दी शब्दमा चाहिँ पनौती भनेको चाहिँ खासै राम्रो होइन। तर यो पनौती चाहिँ पनातिमी भन्ने शब्दबाट अपभ्रंश भएर चाहिँ पनौती आएको हो। अब पनौतीको बारेमा चाहिँ अब तपाईँहरूले चाहिँ युट्युबमा पनि भिडियोहरू हेर्न सक्नुहुन्छ। पनौती नाम कसरी रहनु भयो, के हो कसो हो, तपाईँहरूलाई पनौतीको बारेमा छोटकरीमा जानकारी म दिन चाहन्छु। पनौती बजार चाहिँ तपाईँको एउटै ढुङ्गामा अवस्थित, जहाँ चाहिँ कहिले पनि भुइँचालो नजाने भन्ने गरिन्छ। नेपालकै प्राचीन तथा ऐतिहासिक शहरमध्ये एक हो पनौती। यो शहर आफ्नो कला, संस्कृति, पुराना मन्दिर र नेवारी परम्पराका लागि प्रसिद्ध छ। रोसी र पुण्यमती र लीलावती नदीको सङ्गममा अवस्थित पनौती धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ। पनौतीको साँगुरा गल्ली, परम्परागत नेवारी घरहरू र काठमा कुदिएका कलात्मक झ्यालढोकाले सहरलाई विशेष आकर्षण दिएका छन्। यहाँ रहेको इन्द्रेश्वर महादेव मन्दिर नेपालको पुरानो मन्दिरमध्ये एक मानिन्छ। विभिन्न जात्रा, पर्व र सांस्कृतिक कार्यक्रमहरूले पनौतीको मौलिक पहिचान झल्काउँछन्। शान्त र वातावरण, ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरताको सम्मिलनले पनौतीलाई आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइको गन्तव्य पनि बनाएको छ। काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक सुन्दर सांस्कृतिक र ऐतिहासिक नगर पनौती परम्परागत नेवारी बस्ती, पुराना मठ मन्दिर, कला र संस्कृतिले भरेको ठाउँ हो। यहाँको शान्त वातावरण र पुरानो शैलीका घरहरूले पनौतीलाई विशेष पहिचान दिएका छन्। पनौती धार्मिक आस्थाको केन्द्र पनि हो। विशेष गरी मकर मेलाका बेला देशका विभिन्न ठाउँबाट भक्तजनहरू यहाँ आउने गर्छन्। स्थानीय जात्रा, भजन, नाचगान र सांस्कृतिक गतिविधिहरूले यहाँको जीवनशैलीलाई झल्काउँछन्। यहाँको गल्लीहरूमा हिँड्दा पुरानो नेवारी सभ्यता र संस्कृतिको अनुभूति गर्न सकिन्छ। वरिपरिको हरियाली, नदीको सङ्गम र ऐतिहासिक सम्पदाले पनौतीलाई घुम्न र अध्ययन गर्न उपयुक्त स्थान बनाएको छ। फोटोसुट गर्नलाई, घुमफिर गर्नलाई, सांस्कृतिक अनुभवका लागि पनि यो ठाउँ युवा युवतीहरूमाझ एकदमै लोकप्रिय छ। अहिले हामी पनौतीको टौखाल भन्ने ठाउँमा आइपुगेका छौँ। अब यहाँबाट बजार करिब 400 मिटर 300 मिटरमा मात्रै छ, अगाडि छ। अब म तपाईँहरूलाई बजारको दृश्यहरू पनि देखाउँदै गर्नेछु। यतापट्टि दायाँ साइडमा चाहिँ अहिले पनौती महोत्सव लाग्न लागेको छ। अब यो पनौती महोत्सवमा पनि तपाईँहरू आइदिनु होला, सबैले साथ दिनु होला। पनौती महोत्सवमा आएर पनौतीको चाहिँ यो के भन्छ, यसलाई प्रमोसन गर्नुपर्छ। हामी सबैको जिम्मेवारी हो। हामी जन्मेको ठाउँ, हामी हुर्केको ठाउँ होइन। अनि त्यसपछि अब यो चाहिँ हामी सबैको कर्तव्य पनि हो, जिम्मेवारी पनि हो। आफ्नो मौलिक सांस्कृतिक ऐतिहासिक सम्पदा र प्राकृतिक सुन्दरताका कारण विशेष पहिचान बोकेको नगर पनि हो। यो चाहिँ तपाईँहरूले देखिरहनु भएको दृश्य पनौती बस पार्क हो। यहाँबाट काठमाडौँको लागि डाइरेक्ट बस लाग्नुपर्छ। यो अहिले हामी आउँदै गरेको बाटो पनि चाहिँ बस लाग्ने गर्छ। यता लाकोरी भन्ज्याङ हुँदै पनौती, कुसादेवी, त्यसपछि पर्खाल चौर, त्यसपछि माने दोभान, त्यसपछि लाकुरी भन्ज्याङ, त्यसपछि लामाटार, लुबु हुँदै चाहिँ तपाईँको ग्वारकोसम्म पनि बस सञ्चालन भएको छ। अहिले चाहिँ हामी अब आफ्नो बाइकहरू साइडमा लगाएर अब हाम्रो यात्रा सुरु गर्दैछौँ। के को लागि तपाईँहरू त बिर्सिनु भयो होला है। यो मैले पनौतीको लागि भने, पनौतीको बारेमा भने, कुसादेवीको बारेमा बिर्सिनु भयो होला। युनिस अघि छ, मेरो ज्वाइँ साहब पनि अघि हुनुहुन्छ युनिससँगै। अब हामी जाँदैछौँ मोमोको किमा लिनको लागि। अब मोमोको किमा लिनको लागि हामी जाँदैछौँ। आज चाहिँ मोमो खाने प्लान बनाएको हामीले। बाबु नानीले खाने, युनिस पनि खाने भन्ने मन गरेको युनिस हो नि। यसो गरेर हात लगाउँदैछ युनिसले होइन भनेर कपालमा मुख लगाएर के गर्दैछ ल। अब हामी मोमोको किमाको लागि भित्र जाँदैछौँ है। अब मलाई यो गाइजहरू भन्न आउँदैन है। मैले साथीहरू भन्नु भने दाजुभाइहरू, दिदीबहिनीहरू सबैजनाले हेर्दै गर्नु होला। तपाईँहरूले हेर्दै गर्नुभएको दृश्य तपाईँहरूले
हे तेरिका यार कति चाहिँ यो के भन्छ भोइस ओभर गर्ने बेलामा फोन दृश्यमा चाहिँ अनि हामी चाहिँ अब यहाँ फाइनली मासु लिन पुगेका छौँ। अब हेर्दैछौँ अब यो मोमोको मासु नखाने मान्छेहरूलाई चाहिँ मोमो नखानेहरूलाई चाहिँ अलिकति कस्तो कस्तो लाग्न सक्छ। त्यसैले मैले यो भिडियो चाहिँ अब कट गर्दैछु। अब हामी मोमो बनाउने प्रोसेसमा छौँ है त। अब आजको हाम्रो मोमो बनाउने प्रोसेसमा चाहिँ हाम्रो शैलेश भाइले चाहिँ मैदाको पिठो मुस्दै हुनुहुन्छ। मेरो भान्जी पनि त्यहीँ छेउमै हुनुहुन्छ। ल है जोड लगाके अब हाम्रो ज्वाइँ साहब पनि यहीँ हुनुहुन्छ। अब हामी चाहिँ मोमो बनाउने प्रोसेसमा अगाडि बढ्दैछौँ। अब मोमो बनाउने प्रोसेस अनि त्यसपछि अब यो पुरै भ्लगहरू चाहिँ नेक्स्ट भ्लगमा आउनेछ। धन्यवाद हेरिदिनु भयो।